नमस्कार। आज म तपाईहरुलाई मेरो एउटा विशेष अनुभव भिडियो मार्फत बाँड्न चाहन्छु। आज मलाई बुढै लोकल म्युजियम घुम्ने अवसर मिल्यो। यो केवल एउटा म्युजियम भ्रमण मात्र थिएन, यो त मानव समयको यात्रा जस्तै अनुभव भयो। जब म म्युजियमभित्र प्रवेश गरेँ, त्यहाँको वातावरणले नै मलाई पुरानो समयमा फर्काएको जस्तो महसुस गरायो। चारैतिर राखिएका पुराना वस्तुहरू, भाँडाकुँडा, काठका सामग्रीहरू, खेतीपातीमा प्रयोग हुने औजारहरू, पुरानो भान्सा र बसोबासको तरिका, सबै हेर्दा पहिलेका मानिसहरूको जीवन आँखै अगाडि देखेको जस्तो अनुभव भयो। यो समयका मानिसहरूको जीवन आज जस्तो सहज थिएन, न आधुनिक प्रविधि थियो न सुविधा, तर पनि उनीहरू आफ्नो सीमित साधनले सन्तुष्ट भएर बाँचिरहेका थिए। म्युजियममा राखिएका ती सामानहरू हेर्दा मलाई एउटा कुरा गहिरो रूपमा महसुस भयो। यो केवल पुराना वस्तुहरू होइनन्, कि त मानिसहरूको जीवनको कथा हो। यो भाँडाकुँडामा खाना मात्रै पाक्दैन थियो, त्यहाँ परिवारको माया पनि मिसिएको हुन्थ्यो। यी घरहरूमा मानिसहरू मात्रै बस्दैन थिए, त्यहाँ सम्बन्ध, संस्कार र सम्मान पनि बस्थ्यो भने जस्तो अनुभव भयो। म नेपाली भएकै कारण यहाँका धेरै वस्तुहरू हेर्दा मलाई आफ्नै गाउँघरको झल्को याद आयो। हाम्रो नेपालमा पहिले प्रयोग गरिने ढिकी, जाँतो, पुराना भाँडाकुँडा, काठका घर, आगो बालेर खाना पकाउने तरिका, यी सबैसँग यहाँका धेरै कुराहरू मिल्दोजुल्दो लाग्यो। एकछिनका लागि त मलाई यस्तो लाग्यो कि म कुनै विदेशी देशको म्युजियममा होइन, आफ्नै गाउँघरको पुरानो घरभित्र उभिएको महसुस भयो। यसले मलाई झन् गहिरो रूपमा सोच्न बाध्य बनायो। देश फरक भए पनि, संस्कृतिहरू फरक भए पनि, मानिसहरूको जीवनशैली, सङ्घर्ष र भावना भने धेरै हदसम्म एउटै हुँदो रहेछ। पहिलेको मानिसहरूले प्रकृतिसँग मिलेर जीवन बिताउँथे, उनीहरूले आफूलाई उपलब्ध साधनहरूलाई नै सही तरिकाले प्रयोग गर्थे। थोरैमा पनि सन्तुष्ट हुने बानी थियो र सायद त्यसैले उनीहरूको जीवनमा एउटा सन्तुलन थियो। आज हामी धेरै अगाडि बढिसकेका छौँ, हामीसँग धेरै सुविधा छन्, प्रविधि छ, सजिलो जीवन छ। तर कहिलेकाहीँ हामीले आफ्नो विगत र आफ्नो जरा बिर्सेका त छैनौँ भन्ने पनि महसुस हुन्छ। यस्ता विषयहरूले हामीलाई केवल इतिहास देखाउँदैनन्, हामीलाई सोच्न बाध्य बनाउँछन्, हामी कहाँबाट आयौँ र कहिले कहाँ छौँ भन्ने कुरा। यो मेरो लागि यो भिडियो केवल एउटा सामान्य भिडियो होइन, यो मेरो अनुभव हो, मेरो महसुस हो, जसलाई मैले तपाईहरुसँग बाँड्न चाहेको हुँ। यदि तपाईहरुलाई पनि मौका मिल्यो भने यस्ता ठाउँहरूमा अवश्य भ्रमण गर्नुहोस्, किनकि इतिहासलाई नजिकबाट महसुस गर्नुको अनुभव साँच्चीकै फरक र गहिरो हुन्छ। अन्त्यमा इतिहास केवल विगत होइन, यो त हाम्रो पहिचान हो। धन्यवाद।